हेलो नमस्ते। आज म तपाईँहरूलाई हलाल फुडमा क्याटेगोरी कसरी रजिस्टर गर्ने भन्ने बारे सिकाउन गइरहेको छु। क्याटेगोरी रजिस्टर गर्ने दुईवटा तरिकाहरू छन्। एउटा तपाईँहरूले साकुरा रेजी एप्लिकेसनमा रहेको गुड्स एड अर एडिट बटनमा क्लिक गरेर गर्न सक्नुहुन्छ भने अर्को तरिका रहेको छ account.sakurapost.com वेबसाइटमा लगइन गरेर पनि गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि तपाईँले अहिले देखिरहनु भएको पेज खुल्छ। यसलाई हामी टप पेज भन्छौँ। त्यसपछि मेनु बारमा जानुहोला। मेनु बारमा तपाईँहरूले गुड्स भन्ने बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि क्याटेगोरी बटनमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईँको सपमा भएका क्याटेगोरीहरू देख्न सक्नुहुन्छ र रजिस्ट्रेसनको लागि हाम्रो राइट साइडमा रजिस्ट्रेसन भन्ने बटन छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि सबैभन्दा पहिला त पब्लिस बटनमा क्लिक गर्नुहोला। त्यसपछि क्याटेगोरी नेम इङ्ग्लिस लेखेको ठाउँमा इङ्ग्लिसमा लेखिदिनु होला र जापानिज लेखेको ठाउँमा जापानिजमा क्याटेगोरी नेम लेख्नुहोला। अहिले चाहिँ मैले बियर भन्ने क्याटेगोरी बनाउँदैछु। त्यसपछि ब्याकग्राउन्ड कलर भन्ने फिल्ड रहेको छ। यो चाहिँ हाम्रो अप्सनल फिल्ड भएको हुनाले तपाईँले कुनै कलर चुज पनि गर्न सक्नुहुन्छ अथवा यतिकै छोड्न पनि सक्नुहुन्छ। त्यसपछि हाम्रो सर्ट भन्ने फिल्ड छ। यसलाई चाहिँ तपाईँहरू नम्बरिङ भनेर पनि बुझ्न सक्नुहुन्छ र हाम्रो बियर भन्ने क्याटेगोरीलाई चाहिँ कसरी नम्बरिङ गरेर राख्न चाहनुहुन्छ त्यही अनुसारले कुनै नम्बर चुज गर्नुहोला। मैले 20 चुज गरेँ। त्यसपछि रजिस्ट्रेसन भन्ने बटन क्लिक गरेर तपाईँहरूले सक्सेसफुली रजिस्ट्रेसन गर्न सक्नुहुन्छ र देख्न सक्नुहुन्छ हाम्रो स्न्याक्स सर्ट नम्बर चाहिँ 20 मा यसरी बसेको छ, 15 भन्दा पछाडि, र यो भर्खर रजिस्टर गरेको भएर यो 20 भन्दा अगाडि बसेको छ। यसरी सक्सेसफुली रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। थ्यांक यू।